आज चाहिँ हाम्रो चाहिँ घर फाल्ने डे 2 अनि चाहिँ हिजो चाहिँ हामीले यति फालिसकेको थियौँ होइन। यति फालिसकेको थियौँ अनि आज चाहिँ अब यो भएको अब यो सबै पन्छाएर यो सबै फालिदिने म चाहिँ विनोद दाइसित गएर उता गएर आइहाल्छु म। हाम्रोले मलाई हेरिराख्नु भयो कि क्यारे हो भनेर हेरिराख्नु भयो। म चाहिँ उहाँ गएर आइहाल्छु। म जान्छु। मम्मी पनि जानुभयो। मम्मी चाहिँ कपडा धुन हिँडिराख्नु भयो। म चाहिँ विनोद दाइसित गएर चाहिँ पञ्चमुल गएर आउँछु। यसको यो माइक लिएर आएको थिएँ नि त मैले, हो त्यसको पैसा दिएर आउँछु म है। विनोद दाइ र म गएर अब चाहिँ हाम्रो चाहिँ त्यो घरको बन्दैछ नि त। त्यो बनिसकेपछि अनि चाहिँ मैले अब चाहिँ 2-3 दिन अब चाहिँ यहाँ चुनाव हुन्छ। चुनाव थिम चाहिँ म 3-4वटा भिडियो बनाएर लङमा है यस्तो मजाको भिडियो हाल्छु दाइ र म मिलेर। त्यो भिडियो बनाएर हाल्छौँ होइन। अनि चाहिँ हामी हिँड्न लाग्यौँ उतातिर दाइ म। हजुर हाम्रो नि घर काम छ नि त, उ गर्न लाग्यो के अरे घर फाल्दै खाऊ के। अब मेरो त्यहाँ अब स्टुडियो के आवाज त राम्रै आहा, राम्रै आहा आवाज। म भन्दै थिइनँ राम बवाल आउँदो रहेछ। मैले चाहिँ लिएर आएँ। त्यो दिन आमाको आइसक्यो। कोही लिन आउनुहुन्छ भने चाहिँ लिन आउनु होला। अब हामी चाहिँ हिँड्न लागेको अनि हामीले चाहिँ माइक चेक गरेर आएको थियौँ। हामीलाई चाहिँ सबभन्दा राम्रो यही बोयाको माइक राम्रो लाग्यो। अनि चाहिँ आमाले अझै मगाउँछु भनेर राख्नु भयो। अनि चाहिँ हजुरहरूलाई चाहिन्छ भने चाहिँ कमेन्टमा भनिदिनु होला है। दाइमा जान्छौँ। दाइले चाहिँ स्टार्ट गर्न लागिसक्यो। हामी चाहिँ गइहालिन्छ घर। अब काम गर्दै थिएँ अनि काम गर्न पर्यो। अब गएर चाहिँ घर फाल्दै खाऊँ नि त। अब चाहिँ घर फाल्दै खाऊँ। त्यही भएर चाहिँ अब घर गर्दै आज हाम्रो चाहिँ डे 2। डे 2मा चाहिँ यो चाहिँ यताको बाटो चाहिँ सकिएर उताको पनि सकेर यताको हल्का अब यो तलको भोलि हुन्छ। आजको डे 2 चाहिँ कम्प्लिट भएको छ। यताको यति फालेर